आज फेरि एकदमै घोरै जान लाग्छ अवस्था यस्तो छ जाम भइहाल्यो आज फेरि एकदमै दसैँ लाग्यो यहाँ यता फेरि के भइरहेको छ यो सिस्टम ओहो रेडी भयो अब साथीहरू साथीहरू फेरि नयाँ दिनको सुरुवात र नयाँ दिनको सुरुवातमा तपाईँलाई स्वागत छ घरै जान लाग्छौँ हामी के कामले गर्दा यसो ब्लग हेर्दै जानु होला अगाडि के हुन्छ ल हिँड्यौँ अब साथीहरू फेरि गुर्जे खोला आइपुग्यौँ हामीहरू एकदमै मम्मी म फेरि यहाँ छु आज फेरि एकदमै घोरै जान लाग्छौँ के कामले गर्दा ल अब हामी जान लाग्यौँ फेरि साथीहरू फेरि हामी आइरहेको छौँ यहाँ अब एकदमै ब्रोकर अकाउन्ट बनाउन आएको छु म यहाँ ट्याक्क अस्ति अनर्सको आएको थियौँ आज मेरो अवस्था यस्तो छ सिसिटिभी क्यामेरा पनि लागेको रहेछ थर्ड फ्लोरमा रहेछ जाम अगाडि के हुन्छ त्यो त भइहाल्यो यसरी भन्यो होला यार मान्छे गोरैमा मान्छे क्या टोल लत्रै आन्छ जाम भइहाल्यो साथीहरू एकदमै जाम हेर्नुहोस् त मान्छे हैरान छ यार जाम परेको साथीहरू यहाँ त एकदम आज फेरि एकदमै दसैँ लाग्यो यहाँ अनर्स के भयो यार कमेडी भएको छ यहाँ त अब रन्काउने भयो साथीहरू एकदमै उति आज दसैँको चहल पहल व्यवस्था भयो त यार अवस्था जटिल छ साथीहरू एकदमै अब यो अग्न लुगाएको थियो नाङ्गे भएको थियो न अवस्था कस्तो छ अवस्था त गरिन्छ यार फज हाम्रो एकदमै सेफ हुनुहुन्छ ल लगो पत्ती लगाइदिनु यता फेरि के भइरहेको छ यो सिस्टम यो के हो कि दसैँ आयो भनेर जे पाइ मार्ने अब यो अष्टमीको दिन चलाउनु पर्ने रहेछ नसराई नआउने भावनाले बाध्य भएर म यहाँसम्म पुग्यो भनेर बाध्य भन्दा पनि जो अष्टमीमा चलाउने चिज बोक्यो हो हजुर कुखुरा चलाए पनि केही पर्दैन भुतलाई उ गरे अरे ओहो को स्पेसल हो जमानादेखि एउटा दिमा लागि पर्यो मान्छे एकदमै सफा भइसक्यो अब फेरि खसीको व्यवस्था आउनुहोस् घाम लाग्यो र होइन यो पुष्माको जाडोमा घाम लागेको छैन यस्तो अवस्था छ साथीहरू एकदम ओहो बाजेले यहाँ त व्यवस्था गर्नु पुरानो भने पुरानै हो कि मान्छे यो मन पुरानै हो यो मन होइन सिप भन न ए के गर्नु चाहिँ बाजेले टाउको लात्तै कहिले कुखुरा फालिदिनु चाहिँ कहिले टाउको रेडी भयो फेरि रेडी भयो अब साथीहरू एकदम चित्त बुझाउनु अङ्कल ट्याग त्यही हो क्या अङ्कल जति गऱ्यो पनि त्यही हो एक दुईवटा उब्रे मात्रै दुधुन के जी हो सबै गराउनु अहिले हाम्रो अङ्कल फेरि एकदमै व्यापारी खसीको
2 छ मिस्टेक छैन घटाघट लग्नुहोस् आदरणीय भक्तजनहरू यति मिठो नृत्य हुँदाहुँदै पनि माइक खोसी फेरि धार्मिक दाताहरूको नाम वाचन गर्नुपर्ने हुन्छ त्यसको लागि माफी चाहन्छु आदरणीय भक्तजन ल साथीहरू फेरि आजको ब्लग यति नै थियो आज चाहिँ एक्लै आएको छु अनुज आएनन् बिरामी भएर आज नाचो साँचो हेरिदियो दिनभरि के गर्दै यताउता गर्दा गर्दा यस्तै हो ब्लग ल अब लाइक सेयर सब्सक्राइब त आज मैले आफै भन्छु साथीहरू लाइक सेयर सब्सक्राइब गरिदिनु होला र अब नेक्स्ट ब्लगमा भेटौँ ल आजको लागि यति नै जय नेपाल।